नमस्कार सम्पूर्णमा। आज मैले अर्को भिडियो लिएर आएकी छु। आशा छ यहाँहरूले मन पराइदिनु हुनेछ। यो भिडियो विशेष गरी बच्चाको अभिभावकहरूलाई लक्षित गरेर बनाइएको भिडियो हो। यदि हजुरहरूको बच्चाले पेन्सिल एक दुई पटक साफ गरेपछि छोटो भयो यसले लेख्दिन भन्ने, त्यसै गरी कपीमा पनि पेजहरू वेस्ट गर्ने, अलिकति लेखेपछि यसमा लेख्दिन भन्ने, थोरै लेखेर पेज टर्न गर्ने, यस्ता समस्याहरू छन् भने एकपटक हजुरले यो भिडियो हेर्नु होला। अनि हजुर हेर त तिम्रो पेन्सिल कति छोटो भइसकेछ। अर्को लामो पेन्सिलले लेख न। नै के भने यो पर्सिलाई नि पुग्छ, आजलाई नि पुग्छ, निको पर्सि नि पुग्छ। यहाँसम्म भएपछि मात्रै नयाँ पेन्सिलले लेख्ने। त्यहाँ पुगेपछि नयाँले लेख्ने? त्यो त धेरै छोटो भयो त, समात्नै मिल्दैन नि। यस्तरी समात्छु मैले त। त्यस्तरी समाउँछौ? अनि निको पर्सि लाइन कहाँ पुग्छ त? अहिले त पुग्दैन। ह्यान्डराइटिङ नराम्रो हुन्छ छोटो पेन्सिलले लेख्यो भने। लामोले लेख्ने हो नि त। साफ गर्छु नि त। साफ गर्छौ? साफ गरेपछि राम्रो हुन्छ हो? ओहो, तर होइन छोरो, अब त लामो पेन्सिलले लेख्नुपर्छ। बच्चासँगको यो कन्भर्सेसन स्क्रिप्टेड होइन, यो एकदमै नेचुरल कुराकानी हो। यहाँनिर के भयो भने मैले मेरो यो आफ्नै घरको उदाहरण दिँदैछु हजुरहरूलाई, जसले गर्दा हजुरहरूलाई पनि केही सहयोग हुन सक्छ भनेर, र विश्वास पनि हुन्छ कसैको जीवनको यो रियालिटी वास्तविक कुरा देखिसकेपछि अझै विश्वास लाग्छ नि त। कुरा के भयो भन्दा मेरो बाबुले पनि पहिला मात्र एक पटक साफ गरेर लेखेपछि त्यो पेन्सिल छोटो भयो, अब त्यसले लेख्दिन भन्ने, अनि टक्क नयाँले नै हिँड्ने, किनकि ब्याकअप राखिएको हुन्छ नि त घरमा। अनि अब थाहा हुन्न भन्दा हुँदै पनि थाहा हुन्छ, र कतिपय कुरा लुकाउनै पर्छ भन्ने पनि हुँदैन। अनि बच्चालाई चाहिँ त्यो अब छोटो भयो लेख्दिन भन्ने के एकदमै त्यो हुन्छ नि, समस्या नै ठुलो बनिराखेको थियो। त्यसपछि मैले मेरो दुवै बच्चाहरूलाई सँगै राखेर मैले काउन्सिलिङ गरेँ। मैले केही कुराहरू सम्झाएँ, लामोले लेखे पनि छोटोले लेखे पनि हामीले लेख्ने नै हो भनेर। त्यो सम्बन्धी मैले उनीहरूलाई चित्त बुझाएँ, र जसको कारणले त्यसको फलस्वरूप अहिले चाहिँ बच्चाहरूले छोटो पेन्सिल हुँदा पनि उनीहरू आनन्दका साथ लेख्छन्। उनीहरूले त्यसलाई चाहिँ समस्याको रूपमा लिँदैनन्। मलाई पनि त्यो कुरामा समस्या भएको छैन। भनेपछि यो उदाहरणबाट भन्न खोजिएको के हो भने, बच्चाहरूलाई चाहिँ हामीले जस्तो गरायौँ, जस्तो वातावरण दियौँ, जसरी स्कुलिङ गरिरहेछौँ, बच्चाहरू त्यस्तो नै हुने गर्छन्। कहिलेकाहीँ चाहिँ के हुन्छ भने घर भनेको त बच्चाहरूको पहिलो पाठशाला हो नि त। कति कुराहरू घरमै सिक्ने हो। विद्यालयमा सबै कुराहरू सिकेर पनि सम्भव हुँदैन। अनि यस्ता कुराहरू चाहिँ घरदेखि सिक्यो भने स्कुलमा सिकाउँदा पनि सजिलो हुन्छ, एकचोटि घरमा सुनिसकेको छ। त्यसैले चाहिँ हामीले कुनै पनि कुरालाई समस्याको रूपमा लिने होइन रहेछ। हामीले बच्चाहरूलाई सम्झायौँ भने सम्झिने रहेछन्। हाम्रो बानी चाहिँ के छ भने सानोमा चाहिँ यो बच्चा छ, सानो छ, ठुलो भएपछि बुझ्छ भन्छौँ, भन्दैनौँ। अनि ठुलो भइसकेपछि के भन्छौँ भने यो त बच्चैदेखि यस्तै बानी हो, अहिले पनि त्यस्तै छ भन्छौँ। त्यसलाई हामी सामान्य रूपमा नै लिन्छौँ। तर यो त एउटा पेन्सिलको कुरा मात्रै भयो, सानो कुरा भयो। कहिलेकाहीँ चाहिँ यस्तो अलिक ठुलो म्याटर गर्ने कन्टेन्ट विषयवस्तुहरू पनि हुनसक्छ, जुन कुरा हामीले सिकाउनु पर्ने, बेलैमा सम्झाउनु पर्ने, ती कुराहरूमा चाहिँ हामीलाई सचेत रहन चाहिँ मद्दत पुग्दछ। धन्यवाद।